हेलो गाइज हेलो सबैजनाले हेलो भनिदिनु न सो वी आर रेडी टु रिलिज बिहाइन्ड द लेन्स चाहिँ यहाँ मेरो भाइले काम गरिरहेको छ सबैजनाको लागि यहाँ चाहिँ सन्जय मेन सो उसले पर्खिरहेछ हेलो यहाँ चाहिँ छोडेन हेलो यो एभ्रिबडी इज वेटिङ अनि हामीले ठुलो प्रिमियर त गर्न सकेन बट देन स्टिल सानो भए पनि हामी भेटेर बब्स हेलो बब्स गिम्बल अन युज आज कङ्ग्रेचुलेसन्स टु अस भर्चुअली हामीसँग भविता पनि छ हेलो सरोज भाइ ए ओके ओके हामीसँग बस्नुहोस् है एकछिन अब 5 मिनट जस्तो वी आर सुपर एक्साइटेड हेर्नु सबैजना छ आज सो वी हेभ 60 seconds ओ 5 4 3 2 1 ल 9 8 7 6 5 4 3 2 यति दामी अब के भन्नु अन्त कङ्ग्रेचुलेसन्स टु एन्टायर टिम होइन योभन्दा अघि पनि अझै यस्तै देख्नु पाऊँ यस्तै प्रगतिहरू देख्नु पाऊँ सो कङ्ग्रेचुलेसन्स टु अल अफ यु एकदम दामी प्लस अब सिनेमेटोग्राफरलाई पनि मेरोबाट धेरै सारा बधाई छ दामी नितेश एकदम दामी लाग्यो नितेशको यो प्रोजेक्ट अब पहिलादेखिको उसको ड्रिम थियो यो प्रोजेक्ट भनेर उसले भन्दै थियो होइन अनि यो ड्रिम प्रोजेक्ट उसको अब पुरा भयो आज होइन खुसी लाग्यो यसमा हाम्रो पनि हल्का मेहनत छ सबैजनाको होइन हटाइ भएको जोड होइन अनि त्यसको खटेको अनुसार चाहिँ अब दामी भएछ अब यो राम्रो लाग्यो नितेशको एकदम राम्रो थियो भनौँ न नितेशको कोसिस राम्रो थियो अझै दामी नै भयो दामी भयो कङ्ग्रेचुलेसन एन्टायर टिम अनि सिनेमेटोग्राफरले पनि दामी गरेछ यो काम होइन बबितालाई पनि एकदमै शुभकामना दिन बबिताको पनि दामी सुनेको छ नट ओन्ली भोइस होइन तिम्रो अब सबै एन्टायर चिज नै दामी देखेको छ सुनेको छ अनि अब हाम्रो यो के भन्छ एक्ट्रेसलाई पनि छोडेनलाई पनि एकदमै दामी कङ्ग्रेचुलेसन थ्याङ्क यू हेलो एब्सोल्युटली अमेजिङ है एकदमै दामी लाग्यो कङ्ग्रेचुलेसन्स नितेश दादा कङ्ग्रेचुलेसन्स छो कङ्ग्रेचुलेसन्स मेरो हाम्रो बहिनी बबिता अन्त सबै हाम्रो सपोर्टिङ टिम होइन सिनेमेटोग्राफर सबैलाई एकदमै दामी लाग्यो एकदम एब्सोल्युटली अमेजिङ थ्याङ्क यू सो मच कङ्ग्रेचुलेसन्स सबैजनालाई एकदमै दामी भएछ अन्त दादालाई पनि एकदम कङ्ग्रेचुलेसन यत्रो दामी सिनेमेटोग्राफीको लागि कङ्ग्रेचुलेसन्स दादा अन्त बब्सलाई पनि कङ्ग्रेचुलेसन्स नितेश दादालाई अन्त छोलाई कङ्ग्रेचुलेसन्स म यता सोच्छु ल सरोज भाइ म यता बोलेको सरोज भाइ सरोज ब्रो म्युट गरेर छौ म्युट खोल्न भनेको ए सरोज भाइ हजुर एकदमै हामी सबै टिमबाट अनि म बबिता छोहरुकोबाट सबैजनाबाट एकदमै बिग थ्याङ्क यू होइन तपाईले यो हाम्रो प्रोजेक्टलाई एउटा ड्रिम प्रोजेक्टलाई तपाईले फुलफिल गरिदिनु भयो सो थ्याङ्क यू सो मच तपाईसँग काम गर्न एकदमै मजा आयो इट वाज सो नाइस होइन अब आउँदो दिनहरुमा हामी अझै काम गरेको गर्ने हो है हुन्छ तपाईलाई धेरै धन्यवाद मौका दिनुभयो कहाँ हो हामी पहिल्यैदेखिको चिनेको तर फर्स्ट प्रोजेक्ट हाम्रो सरोज भाइ अनि म चाहिँ कालिम्पोङकै
सो हाम्रो बबितालाई के भन्नु छ? एकदमै खुसी लाग्यो मेरो फर्स्ट एभर गस्पेल आयो कङ्ग्रेचुलेसन्स टु अस थ्याङ्क यू बोल्दै गर तपाईँलाई कस्तो लागिरहेछ? खुसी लागिरहेछ तपाईँको फर्स्ट थ्याङ्क यू फर अपर्च्युनिटी भन्छु म तपाईँको फर्स्ट होइन भिडियो फर्स्ट हो मजा आयो थ्याङ्क यू सो मच होपफुल्ली तपाईँको यो भिडियो चाहिँ एकदमै राम्रो रिच यो अब होस् यो तपाईँको होइन हाम्रो भिडियो चाहिँ राम्रो रिच होस् अन्त फेरि प्रोजेक्टहरू गर्नु पाओस् अन्त परमेश्वरको आशिष चाहिँ सधैँ नै यसरी नै रहिरहोस्। थ्याङ्क यू। हेलो एभ्रिवान, नमस्ते, जय मसी सम्पूर्णमा। तपाईँले मलाई महान ईश्वरमा तपाईँले मलाई धेरै माया दिइरहनु भएको छ। अझै एक्सपेक्टेसन अझै धेरै छ। अनि म आज यो भिडियो किन बनाएको भन्दाखेरि चाहिँ म आई जस्ट वान्टेड टु थ्याङ्क एभ्री वान वाज एसोसिएटेड विथ मी है। पछाडि हामी भिडियोमा अगाडि जो थियौँ बबिता, छोडेन, साथसाथमा म, तर भिडियो पछाडि पनि त्यति नै मेरो साथीभाइहरू खटिरहेका थिइन्। मेन सिनेमेटोग्राफर जसले असल तरिकाले उहाँको कामलाई उहाँले देखाउनु भएको छ। साथसाथमै लजिस्टिक्समा हामी सबैजनासँग सिमरन दीक्षित, दीपक भाइ, विनय भाइ, मुस्कान भाइ, अनि उनीहरूले धेरैमा हेल्प गर्ने, उनीहरू पछाडिपट्टि भिडियोमा धेरै काम गरिरहनु भएको थियो है। सो आज प्रिमियरको दिन चाहिँ म उहाँहरूलाई पनि यो भिडियो मार्फत धन्यवाद दिन चाहन्छु। अनि विशेष म दानियल दालाई धन्यवाद दिन चाहन्छु जसले मलाई ट्रस्ट गर्नुभयो अनि यो अडियो उहाँले मलाई दिनुभयो। इङ्ग्लिस भर्जन उहाँले गर्नुभएको छ जुन चाहिँको म लिङ्क तपाईँलाई डिस्क्रिप्सनमा दिनेछु। अनि इङ्ग्लिस भर्जन उहाँले गर्नुभयो अनि नेपाली भर्जन चाहिँ मैले गर्ने मौका मैले पाएँ। सो आइ एम सो ग्रेटफुल। अनि जतिजनाले मलाई ट्रस्ट गरेर यो भिडियोमा मलाई हेल्प गर्नुभयो, सो थ्याङ्क यू सो मच सबैजनालाई। अनि मेरो टिम जहिले पनि मेरो ब्याकबोनै भएको छ। अनि अहिले पनि हामी भर्खरै मात्रामा यो भिडियोलाई रिलिज गरिकन बसेका छौँ। सो थ्याङ्क यू सो मच एभ्री वान है। जतिजनाले यो भिडियो हेर्नुहुन्छ तपाईँले अझै हेर्नुभएको छैन भने प्लिज तपाईँले हेरिदिनुहोस् अनि तपाईँको ब्युटिफुल फिडब्याक्स हामीलाई तपाईँले दिनुहोस् सो द्याट हामी आउँदो प्रोजेक्टहरू जे पनि गर्छौँ हामी अझै असल तरिकाले त्यो कुरालाई प्रदर्शन गर्न सकौँ है। अनि स्टे ब्लेस्ड। म जति ब्लेस्ड भएको छु यो प्रोजेक्ट गर्दाखेरि आई फिल जतिजना तपाईँहरूले पनि हेर्नुहुन्छ भने तपाईँहरू त्यति नै ब्लेस्ड हुनुहुन्छ भनिकन। सो थ्याङ्क यू सो मच। प्लिज डु लाइक, सेयर, सब्सक्राइब टु माई च्यानल अनि गिभ मोर एन्ड मोर लभ। थ्याङ्क यू सो मच। थ्याङ्क यू।